अरूलाई रुवाउनेको रुने दिन आउँछ भन्ने कुरा एकदम सही कुरा हो। फाइनल्ली आज रुँदै कुवा रुँदै मिडियामा आएको देखियो होइन। अहिलेसम्म अरूलाई सबैजनालाई मान्छे नगर्ने आफू मात्र कोही होइन, मै हो सिङ्गल मदर होइन। आफू मात्र अब्बल एउटा चाहिँ के अरे बिजनेसवुमेन होइन, सिन्दुर लगाएर पोइ लुकाउने होइन, अनि अरूको पोइलाई चाहिँ युज गरेर चाहिँ अकुत सम्पत्ति आफ्नो नाममा बनाउने, अरूको पोइको सम्पत्ति चाहिँ आफ्नो नाममा गरेर बिजनेस देखाउने, अनि त्यस पछाडि अरूको श्रीमानसँग ओछ्यान तताएर अनि अरूको श्रीमतीलाई चाहिँ पीडा दिन लगाउने, मानसिक यातना दिन लगाउने एकजना एकदम सफल अथवा असफल व्यवसायीको अहिले नेपालको चाहिँ यो कहाँतिर सातदोबारतिरको स्टोरहरूदेखि लिएर पसल सबै कुरा सिज गरेर सामानसहित प्रहरीले लगेको छ र अहिले उसलाई चाहिँ ठगी मुद्दा र जालसाजी गरेर चाहिँ पैसा यसरी ठगेको भन्ने आरोपमा चाहिँ अहिले मजाले चाहिँ मुद्दा चलिरहेको छ र अनि सरकारबाट चाहिँ अहिले पक्राउ पूर्जी पनि जारी भइसकेको छ है। अनि उसले अहिले के गरेछ, रोइ कराउँदै आएर यो यस्तो होइन उस्तो होइन मैले यो गरेको छैन, कानुनले छुट दिँदैन। रुँदैमै कराउँदैमा सिम्पाथी गेन होला सामाजिक सञ्जालमा, तर रुँदा र कराउँदामा छुटकारा पाइँदैन। नियममा चाहिँ जे छ त्यो कुरा भोग्नुपर्छ होइन। अरूको परिवारलाई बिचल्ली पारेर अरूको त्यत्रो करोडौँ पैसा खाए पछाडि मान्छेले तिर्नुपर्छ। किन भन्दाखेरि नि अरूसँगको सम्बन्ध सधैँभरि के अरे स्टेबल हुँदैन, त्यो कुरा टिक्दैन होइन। यो कुरा वास्तविकता हो। कसैको परिवार छ भने त्यो परिवारसँग मिल्नै पर्छ एक दिन होइन, हो त्यो कुरा। त्यसरी अरूको परिवारलाई चाहिँ तस नस पारेर अरूको परिवारलाई टुटाएर आफूले जिन्दगीमा चाहिँ क्षणिक रङ्गरोगन क्षणिक रमाइलो गर्न सकिन्छ। मान्छेले हरेक कुरा टेम्पोररी हुन्छ क्या। यदि अरूको चिजमा आशा गर्छ भने नि, अरूको चिजबाट म आफूलाई इस्ट्याब्लिस गराउँछु, म चिनिन्छु भन्छ नि, यदि त्यस्तो भन्छ भने द्याट विल बी टेम्पोररी क्या, टेम्पोररी। जुन आज यो एकजना मयौँ भनेर चाहिँ आफूलाई चाहिँ सफल व्यवसायी भनेर बिजनेसवुमेन भनेर चिनाउने आइमाईको अब धोती न टोपी हुने दिन आएको छ। छिट्टै नै हातमा हतकडी लाग्दैछ। स्टे ट्युन फर पार्ट 2।